तपाईँहरू कस्तो हुनुहुन्छ? म पनि ठिकै छु। आज चाहिँ म बहुत दिनको बाद मोमो खाइरहेको छु किनभने चाहिँ आज धेरै भोक लागेको छ। टाइम पनि धेरै भयो किनभने आज ड्युटीमा मैले लन्च पनि लगेको थिइनँ। तो म लन्च चाहिँ खानु चाहिँ खाएँ, साथीहरूको अलिअलि मलाई दियो लन्च, उनीहरूको लन्च। तरै भए पनि आज क्लाइन्ट धेरै हुनुको लागि, काम धेरै हुनुको लागि आज पुरा भोक लागिरहेको थियो। अनि मोमो एक प्लेट मोमो मगाएर खाइरहेको छु किनभने घरमा पनि खाना बनाएर त्यहाँ पनि गएर खानुपर्छ। यो यहाँ देखाउनु गाइस, मेयोनिज अनि यो रातो चटनी खोर्सानीको मात्रै हो, अनि यो तिलको चटनी, यो तिनवटा मिक्स गरेर खानु कति मिठो हुन्छ गाइस। बहुत दिनको बाद खाँदाखेरि चाहिँ मोमो पनि धेरै मिठो लाग्छ। डेली खाँदा पनि मिठो लाग्दैन, राम्रो लाग्दैन किनभने यो मैदाको चिज हो, डेली खायो भने ग्यास्ट्रिक हुन्छ, खानु सक्दैन। त्यहाँदेखि चाहिँ आज चाहिँ यो खाएर चाहिँ कतिवटा थियो गाइस, मैले 10वटा मगाएँ, 10वटा, 1 2 3 4 5 6 7 8 9 दुईवटा खाइसकेँ। अब यो खाइकन फेरि घरमा गएर पनि भात खान्छु। आज बहिनीको छुट्टी छ, खाना त बनाएको छ स्पेसलै, घरमा पनि चिकन मासु नै होला, गएर खानु पर्दैन। सो कति दिन भएको चाहिँ मैले ब्लग नबनाएको पनि, किनभने म चाहिँ टाइमै पाउँदैन। मैले चाहिँ म के बनाउँछु भने सर्ट भिडियो, फनी भिडियो त्यही बनाउँदैछु अहिलेसम्म चाहिँ, त्यसमै बिजी छु। टाइम पायो भने चाहिँ म ब्लगिङ पनि गर्छु, तर टाइमै पाउँदैन। घर चाहिँ ड्युटी चाहिँ घर, त्यो हुन्छ। छुट्टी पनि पाएकै छैन, नै त छुट्टी पाए त यसो ब्लगिङहरू गर्नु जाँदा पनि हुन्थ्यो, छुट्टी पनि छैन। त्यसै कारण सर्ट भिडियो चाहिँ अब के हुन्छ भने अलिअलि एक्टिङ गऱ्यो, अपलोड गरिहाल्यो, त्यसमा पनि भइहाल्छ। थ्याङ्क यू गाइस, फेरि म ब्लग बनाउँछु राम्रोसँगले हो, फेरि मिल्छु, बाई।